लौ तपाईँ नर्स हुनुभएको? अनि मेरो छोरी ठुलो डाक्टर छ नि, मैले उसँगै घरमा सिकि त गयौँ। अनि सुई हान्न त आउँछ के? अहिले त आउँछ नि। कहाँ सुरुमा त एउटा दाजु आउनु भएको त्यो टिटनस सुई लगाउनु, अनि उसले त सुई हान्नु डराउँदो रहेछ, मैले घुस्नु डराउने। अनि त्यस पछाडि त उसले नै आँखा चिम्म गरे, मैले आँखा चिम्म गरेर स्वात्तै घोची पठायो। भरे त टिटनस खैन, सङ्गिनी सुई पो हानी पठाएछु मैले त, धान्नै थाहा पाएन। होइन अनि केही भएन कि? कोनी त्यही डुली हिँड्छ, भेट्दाखेरि सेवारो गर्छ मलाई। उसको बुढीले चाहिँ दिदी तपाईँकोदेखि सुई हानेदेखि हाम्रो त बुढा अलिअलि मोटाउँदै जाँदैछ भन्दै थियो अस्ति त। तपाईँ अपरेसन नि गर्नुहुन्छ? गर्छु नि। अस्ति एउटा भाइको किडनी फेल भएको थियो, अनि त्यस पछाडि मैले त सुटुक्कै कुकुरको किडनी झिकेर लगाइदिएँ। अनि लगाइदिए पछाडि त पछि निको भएर फोन गरेको थियो मलाई। अनि मलाई त आन्टी तपाईँले लगाइदिएको किडनीले त राम्रो काम गर्दैछ, तर पिसा फेर्नु जाँदाखेरि त टोइलेटमा जानै मन लाग्दैन भन्छ। अनि कहाँ जान्छस् त भनेको, खालि बिजुलीको खाम्बातिर, भित्तातिर, ढुङ्गा मुढातिर मात्रै पिसा फेर्नु मन लाग्छ, त्यो पनि एउटा खुट्टा उचालेर कुकुरको जस्तै। आन्टी के को किडनी लगाइदिनु भयो भनेर सोध्यो मलाई। अनि के गर्नुभयो? कहाँ, मैले त फोन राखिहालेँ।